हेलो गुड मर्निङ सबैजनामा सबै साथीमा। आजको क्लासमा हामीले यो जुन हाम्रो भर्खरै कक्षा 10 क्लासको जुन हाम्रो एसई को प्री टेस्ट सकेको छ 2082 सालको 2082 सालको हाम्रो एसई को प्री टेस्ट सकेको छ। त्यसको क्वेशनको हामीले त्यसमध्येकै एउटा क्वेशन हामीले उठाएको छ। ग्रुप सी को हामीले फाइनल अकाउन्ट उठाएको छ। फाइनल अकाउन्टको क्वेशन यता चाहिँ कमेन्टमा धेरै साथीहरूको कमेन्ट आएको थियो कि सर यो फाइनल अकाउन्टको क्वेशनको सल्युसन हामीले पठाइदिनु भनेर। अनि त्यो उद्देश्यले हामीले आजको क्लासमा यो हामीले फाइनल अकाउन्टको क्वेशन हामीले उठाएको छौँ। अब हामीले यसको चाहिँ सल्युसनतिर हेर्छौँ र सल्युसनतिर जानुभन्दा पहिला एउटा सानो रिक्वेस्ट छ कि यदि च्यानलमा पहिलोचोटि जोड्दै हुनुहुन्छ भने कृपया च्यानललाई लाइक शेयर र सब्सक्राइब गरिदिनु ताकि हाम्रो चाहिँ थप भिडियो आउँदाखेरि तपाईँलाई सजिलैसँग नोटिफिकेसन पाउन सक्नुहुन्छ। ल त यो हाम्रो चाहिँ क्वेशन दिएको छ। ओपनिङ स्टक छ, पर्चेज छ, त्यसै गरेर डेप्टर छ, लिगल चार्ज छ, एक्सपेन्सेज अन पर्चेज छ, मेसिनरी छ, अडिट फी, क्यास एट बैंक छ, गुडविल छ, ड्रइङ छ, ब्याड डेप्ट छ, वेजेज छ, सेल्स छ, त्यसपछि रेन्ट रिसिभ छ, क्यापिटल छ, 10% बैंक लोन छ, त्यस्तै बिल्स पेबल छ, सन्ड्री क्रेडिटर छ। यता एडिसनल इन्फर्मेसनतिर दिएको छ। क्लोजिङ स्टक 1 लाख, प्रिपेड इन्सुरेन्स 1000, आउटस्ट्यान्डिङ वेजेस 2000, डेप्रिसिएसन अन प्लान्ट एन्ड मेसिनरी 10% भनेको छ। त्यसपछि रिक्वायरमा मागेको छ ट्रेडिङ अकाउन्ट, पिएल अकाउन्ट र ब्यालेन्स सिट। यो क्वेशन 8 मार्क्सको आएको छ। यो क्वेशन 8 मार्कमा आएको छ। अब हामी चाहिँ यसको चाहिँ सल्युसन हामी चाहिँ पालो पालो गरेर चाहिँ सबैको हेर्छौँ ल। त यहाँ हाम्रो पहिला चाहिँ यसमा रिक्वायर नम्बर 1 मा ट्रेडिङ अकाउन्ट भनेको छ। हामी एउटा चाहिँ ट्रेडिङ अकाउन्टको फर्मेट बनाउँछौँ। ल यतातिर गर्दै ट्रेडिङ अकाउन्ट अफ कम्पनीको नाम दिएको छैन, यस्तै रहन दिउँ। एज अन 31 चैत्र 2081 साल यो यहाँ दिएको छ। अब हामीले यहाँ चाहिँ ट्रेडिङ अकाउन्टको फर्मेट बनाइदिउँ। ल अब हाम्रो यहाँ चाहिँ फर्मेट तयारी भइसकेको छ। यो डियर साइड, यता पार्टिकुलर, यो आरएस, यो फेरि यता पार्टिकुलर, यता आरएस, यो चाहिँ सेयर साइड। अब हामीले ट्रेडिङ अकाउन्टमा चाहिने जति चाहिँ टपिकहरू हामी छानेर लेखौँ। पहिला एडिसनल इन्फर्मेसनसँग कुन कुन मिलिरहेछ त्यो चाहिँ टिक लगाइदिउँ। एउटा चाहिँ वेजेज छ, यता वेजेज यहाँ दिएको छ, अर्को छैन। अर्को यता प्रिपेड इन्सुरेन्स छ, प्रिपेड इन्सुरेन्स यसमा दिएको छैन। त्यसपछि डेप्रिसिएसन अन प्लान्ट एन्ड मेसिनरी, त यता चाहिँ मेसिनरी दिएको छ। यो दुईटामा चाहिँ एडजस्टमेन्ट भयो, अरूलाई चाहिँ जस्ताको त्यस्तै राखौँ। अरूको चाहिँ राखौँ त ओपनिङ स्टक 1,50,000 टु ओपनिङ स्टक 1,50,000। त्यसपछि अर्को छ यतातिर पर्चेज छ 3 लाख। त्यसपछि एक्सपेन्सेज एन्ड पर्चेज छ 15,000। यो दुईटा राखौँ। पर्चेज छ 3 लाख। त्यसपछि छ टु एक्सपेन्सेज अन पर्चेज। एक्सपेन्सेज अन पर्चेज छ 15,000। त्यसपछि अर्को छ यहाँ वेजेज छ 30,000। वेजेजमा
आउटस्ट्यान्डिङ पनि छ यहाँ 2000, यसलाई लेखौँ। टु वेजेज भित्रै लेखौँ, यसमा एडजस्टमेन्ट छ। आउटस्ट्यान्डिङ छ, एड गर्नु। आउटस्ट्यान्डिङ वेजेज 2000। आउटस्ट्यान्डिङ वेजेज छ 2000। त्यसपछि अब यतातिर अब क्रेडिट साइडबाट यता सेल्स लिनु। त्यसपछि अर्को यता अब यसमध्ये आउँदैन, अर्को आउँछ क्लोजिङ स्टक। सेल्स 7 लाख र क्लोजिङ स्टक 1 लाख। तो बाई सेल्स 7 लाख बाई क्लोजिङ स्टक 1 लाख। अब यसलाई चाहिँ इक्वल गरौँ, यो भइहाल्यो 8 लाख। भयो। यो हाम्रो आउँछ यतातिर। अब जोड घटाउ गरेपछि यो आउँछ 2 ग्रस प्रॉफिट सीडी जोडौँ। 8 लाख यो भयो र यो भयो 3 1 4 4 लाख 5। ल यो दुवैतिर 8 लाख भयो। यो 8 लाख भइसकेपछि यसलाई जोड घटाउ गर्नु। यो आउँछ 3,30,000 ग्रस प्रॉफिट। 3,03,000 ग्रस प्रॉफिट भयो। यो भयो। अब त्यस्तै गरी अब हामीले अब यहाँ चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टको फर्मेट बनाउन। प्रॉफिट एन्ड लस अकाउन्ट अफ एज अन 31 चैत्र 2081। अब हामीले यहाँ चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टको फर्मेट बनाइदिउँ। ल अब हाम्रो चाहिँ यो चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टको फर्मेट पनि तयारी भइसकेछ। अब यता पार्टिकुलर लेखौँ, यता आरएस, फेरि यता पार्टिकुलर, यता आरएस। त्यसपछि अब यहाँ यो चाहिँ प्रॉफिटलाई यता ट्रान्सफर गरौँ बाई ग्रस प्रॉफिट बीडी 3,03,000। अब यतातिरबाट लेख्दै जाऊ। लीगल चार्ज 26,000 टू लीगल चार्ज 26,000। त्यसपछि लीगल चार्ज पछि यो भयो। त्यसपछि अर्को छ अडिट फी 2,000, ब्याड डेप्ट छ 2,000। अडिट फी 2,000, ब्याड डेप्ट 2,000 लेखौँ यहाँ। टू ऑडिट फी 2,000 छ। त्यसपछि लीगल फी टू लीगल फी लीगल चार्ज भइहालेछ है, सरी है, यता लीगल चार्ज भइहालेछ। अब यतातिर छ ब्याड डेप्ट छ 2,000 टू ब्याड डेप्ट भयो 2,000। त्यसपछि अरू यसमध्ये अब छैन। अब एडजस्टमेन्टतिर जाऊ। प्रिपेयर्ड इन्सुरेन्स यो दिएको छ। त्यसपछि डेप्रिसिएसन अन मेसिनरी छ, त यता पहिला डेप्रिसिएसन लिहालौँ। टू डेप्रिसिएसन अन मेसिनरी त मेसिनरीमा कति छ र 10% डेप्रिसिएसन छ। त मेसिनरी कति छ 4 लाख। 4 लाखको 10% काट्नु, निकाल्नु 40,000 भयो।
4 लाख को 10% निकाल्दाखेरि 40,000 भयो। त्यसपछि अर्को छ यतातिर प्रिपेड इन्सुरेन्स। अब यहाँ चाहिँ ध्यान दिनु, प्रिपेड इन्सुरेन्सको केसमा योसँग सम्बन्धित ट्रान्जेक्सन यता डेबिट साइडमा छैन, डेबिट साइडमा नदिएको हुनाले यसलाई जब यसको काम हामीले गर्ने पहिला जस्तै पहिला के गर्थ्यो कि डेबिट साइडमा दिएको थियो भने हामी त्यहाँ चाहिँ लेस गर्थ्यो। अब यो क्वेसनमा के दिएको छ कि डेबिट साइडमा यसको ट्रान्जेक्सनै दिएको छैन। तब डेबिट साइडमा नदिएको हुनाले यसलाई हामीले चाहिँ सिआर साइडमा पोस्ट गर्ने, सिआर साइडमा पोस्ट गर्ने। यसको अर्थ के भयो कि चाहे तपाईँ डेबिट साइडमा घटाउनु चाहे क्रेडिट साइडमा सिआर साइडमा पोस्ट गर्नु एउटै कुरा हो। अनि यसलाई हामीले सिआर साइडमा पोस्ट गरिदिने बाई प्रिपेड इन्सुरेन्स। प्रिपेड इन्सुरेन्स 1000 भयो। अब अरू यसमा एउटा अब सिआर साइडमा जाऊ, रेन्ट रिसिभ 7000 छ, रेन्ट रिसिभ गरौँ यहाँ बाई रेन्ट रिसिभ्ड 3000, रेन्ट रिसिभ 3000 भयो, रेन्ट रिसिभ 3000 भयो। त्यसपछि अब यहाँ हेरौँ 10% ब्याङ्क लोन। यो भनेको यसको अर्थ के भयो, यसलाई चाहिँ हिडन एडजस्टमेन्ट भन्छ है, हिडन एडजस्टमेन्ट भनिन्छ। यो हामीले चाहिँ क्लासमा चाहिँ पढाउँदाखेरि मैले यसको बारेमा चाहिँ चर्चा गरेको छौँ हामीले। अब यहाँ बुझ्नु, यसको अर्थ के भयो कि ब्याङ्कबाट हामीले 70,000 रुपियाँ लोन लिएछौँ जसको 10% ब्याज तिर्नुपर्छ अरे। हो त 70,000 को 10% हामीले चाहिँ ब्याज तिर्ने टु इन्ट्रेस्ट अन लोन गरेर 70,000 को 10% 7,000 हामीले चाहिँ तिर्ने। यो गर्दाखेरि कति आयो 3,07,000, 3,07,000 यो भयो। अब हामीले निकाल्ने टु नेट प्रॉफिट। अब निकालो क्यालकुलेसन गरेर सिडी। यो 3,07,000बाट यतातिरको सबै घटाइदिऊ। अब यो घटाइसकेपछि हाम्रो आउँछ यसको 2,30,000 हाम्रो यसको चाहिँ प्रॉफिट आइहाल्छ। टोटल प्रॉफिट नेट प्रॉफिट हाम्रो 2,30,000 आइहाल्छ। अब यो हाम्रो चाहिँ नेट प्रॉफिट 2,30,000 आयो। अब हामीले ब्यालेन्स सिट बनाउने। अब यहाँ लेखौँ बैलेंस शीट ऑफ डैश डैश एज ऑन कति साल को हो, एज ऑन 31 चैत्र 2081। अब हामीले यहाँ चाहिँ बैलेंस शीट को फर्मेट बनाइदिऊ। यो हाम्रो बैलेंस शीट को फर्मेट तैयारी भइसकेछ। यहाँ लेख्ने कैपिटल एंड लायबिलिटीज आरएस, यो साइड एसेस्ट भयो, आरएस भयो। त पहिला हामीले यता चाहिँ कुनै साइडतिरदेखि चाहिँ सुरु गरौँ। त यहाँदेखि क्यापिटल दिएको छ 4 लाख, यतातिर लेखौँ क्यापिटल 4 लाख। यसमा एड गरौँ नेट प्रॉफिट। नेट प्रॉफिट हाम्रो कति आएको छ यताबाट हेरौँ त 2,30,000। नेट प्रॉफिट हाम्रो 2,30,000 आएको छ। यो भयो 6,30,000 यो भयो। अब यसबाट लेस गरिदिनु। यहाँ ड्रॉइंग पनि हालिदिएछ 50,000 है। यहाँ ड्रॉइंग हालिदिउँ, घटाइदिउँ ड्रॉइंग 50,000। तो यो भइहाल्यो 5,80,000। त्यसपछि अब यतातिर यो बैंक लोन भयो। बैंक लोन हामीले यतातिर लेखौँ बैंक लोन 70,000, बैंक लोन 70,000। यसमा इन्ट्रेस्ट पनि छ
इन्ट्रेस्ट ड्यू लेखिदियो एकचोटि 7,000 जुन यसको ब्याज छ त्यो 7,000 रुपियाँ ब्याज भयो। त्यसपछि अर्को छ बिल्स पेबल 10,000 यो पनि लेखिदिउँ बिल्स पेबल छ 10,000। त्यसपछि सन्ड्री क्रेडिटेड छ सन्ड्री क्रेडिटर्स 57,000 रुपियाँ यो भयो। अब हामीले त एडजस्टमेन्टबाट हेरौँ। प्रिपेयर इन्सुरेन्स यो आउँदैन, आउटस्ट्यान्डिङ वेजेज यो आउँछ। यता लेखौँ आउटस्ट्यान्डिङ वेजेज 2,000 रुपियाँ यो भयो 2,000 रुपियाँ आउटस्ट्यान्डिङ वेजेज। अब अरू यसमा क्यापिटल भयो सेल्स रेभिन्यू यो भयो प्रिपेयर्ड क्लोजिङ भयो यो साइडको भयो। अब यता एसेट साइडमा जाऊ। एसेट साइडको लागि पहिलो दिएको छ डेप्टर लेखौँ। डेप्टर दिएको छ यहाँ 1,50,000। त्यसपछि अर्को छ यता मेसिनरी दिएछ 40,000 के अरे 4 लाख, जसबाट डेप्रिसिएसन दिएछ 40,000 यो घटाएपछि हाम्रो आइहाल्छ 3,60,000। त्यसपछि अर्को छ यहाँ बैंक क्यास एट बैंक छ 1 लाख रुपियाँ, गुडविल छ 15,000। बैंक क्यास बुक क्यास एट बैंक एन्ड क्यास एकै ठाउँमा गरिदिउँ। म यहाँ उल्टो लेखिदिइरहेको छु, अब यता लेखा आइहालेछ त्यही भएर 1 लाख भयो। त्यसपछि गुडविल छ गुडविल 15,000 गुडविल भयो 15,000 गुडविल 15,000 भयो। त्यसपछि अब यता एडिसनलबाट आऊ 1 लाख क्लोजिङ स्टक प्रिपेयर्ड इन्सुरेन्स यो आइहाल्छ। लेखौँ अब क्लोजिङ स्टक 1 लाख रुपियाँ। त्यसपछि प्रिपेयर्ड इन्सुरेन्स 1,000 प्रिपेयर्ड इन्सुरेन्स 1,000। अब यो चाहिँ दुवैतर्फको जोडौँ त अब एड गरौँ त कति आउँछ जोडौँ। यो हाम्रो 7,26,000 यो आउँछ एसेट साइड र क्यापिटल एन्ड लायबिलिटी साइड पनि जोड घटाउ गर्नु 7,26,000 नै आउँछ। यो हाम्रो फाइनल अकाउन्टको अन्तिम ब्यालेन्स सिट ट्याली भइहालेछ, इक्वल आइहालेछ है। अब यस्तै गरेर अब तपाईहरुको जुन यो प्री टेस्ट जुन भएको छ अहिलेको जुन यो प्री टेस्ट भएको छ क्लास 10 क्लासको, यसमा त कुन क्वेशन बनाउन अप्ठ्यारो भइरहेको छ त्यो क्वेशन हामीले चाहिँ शेयर गर्नु हैन। त्यो क्वेशन हामीले शेयर गर्नु, म तपाईहरुलाई चाहिँ त्यसको चाहिँ फेरि सल्युसन बनाएर पठाउन र तपाईको परीक्षालाई झन चाहिँ हेल्पफुल बनाउन चाहिँ कोसिस गर्छौ। र हेर्ने सबै साथीले चाहिँ च्यानललाई चाहिँ लाइक गरिदिनु हैन र चाहिँ शेयर पनि गरिदिनु, ताकि अरु साथीले पनि भिडियो हेरेर यसको जुन टेस्ट भएको छ त्यो टेस्टको चाहिँ फाइदा लिन सकोस् है। हस्त, थ्यांक यू।